सबैलाई नमस्ते। म आर्यन भारती। म वार्ड नम्बर 1 मा काम भइरहेको खानेपानीको काम सिँचाइ तथा ऊर्जा मन्त्रालय खानेपानी तथा सरसफाई डिभिजन कार्यालयले इटहरी सुनसरी कोशी प्रदेश नेपालको संयुक्तमा काम भइरहेको हजुरलाई म जानकारी गराउँदछु। यहाँ चाहिँ आज म भिडियोको क्रममा वार्ड नम्बर 1 मा रहेको खानेपानीको निर्माण कार्य विगत 8 वर्षदेखि रोकिरहेको काम फेरि सञ्चालनमा आएको जानकारी पाए साथै म यहाँ आइसकेको छु। यो चाहिँ वार्ड नम्बर 1 को कार्यालयदेखि 200 मिटर तल रहेको खानेपानीको ट्याङ्की निर्माण कार्य भइरहेको हजुरलाई म देखाउँदछु। यो खानेपानीको ट्याङ्की निर्माण भइरहेको जानकारी गराउँदछु। यतिको चिसो भए तापनि काम चलिरहेको छ। अब हामी आशा गरौँ केही वर्षमा सुनवर्षीका वार्ड नम्बर 1 का जनताले खानेपानी स्वच्छ खानेपानी खान पाउँछन् भन्ने आशा फेरि थपिएको छ। किनभने काम सुरु धमाधम तीव्र गतिमा काम चलिरहेको मैले जानकारी पाएको छु र काम पनि चलिरहेको हजुरहरूलाई म भिडियो मार्फत देखाउँदछु। हस्, धन्यवाद। यो भिडियो सबैले सेयर गरिदिनु होला। धन्यवाद, नमस्ते।